सो हेलो साथीहरू नमस्ते, फेरि पनि स्वागत छ ब्लगमा, नयाँ ब्लगको साथमा। आज चाहिँ सटरडे, आज राति भोलि अनि कामको चाहिँ छुट्टी छ, त्यसैले हामी घुम्नको लागि बाहिर जाने प्लानिङ गरिरहेछौँ र बिचतिर समुद्रतिर घुम्ने तयारीमा छौँ। अहिले चाहिँ म काम अहिले नुहाइदिए भक्क सकेर हल्का काम छ, हल्का फुलहरू टिपेर देख्न सक्नुहुन्छ, फुलहरू टिपेर ओनरलाई दिनुपर्ने छ। सो गाइज अब चाहिँ हामी रेडी भएछ र जान लागिसकेका छौँ घुम्नको लागि। अब तपाईँहरूलाई पनि देखाउनेछु कहाँ गइरहेको छु, कहाँ घुम्न, त्यहाँको सिन देखाउनेछु। रेडी भए ल, हाम्रा मान्छे रेडी भएर सब आइसकेका छौँ घुम्नको लागि। सो गाइज अब चाहिँ हामी अटोमा गइरहेको छौँ। हामी अटोमा रेडी भएर गइसकेका छौँ। गाडी अगाडि पनि गइरहेको छौँ, मान्छे त्यो अटोमा छन्। अनि चाहिँ हामी फाइनली चाहिँ हामी अन्धेरी स्टेसनमा उभिसकेका छौँ। अब हामी गइरहेको छौँ जुहु चौपाटी। हामी गइरहेको छौँ बाहिर। मेट्रो स्टेसन फाइनली गाइज हामी देख्न सक्नुहुन्छ मस्त सिन छ। अगाडितिर देख्न सक्नुहुन्छ समुद्र, मस्त समुद्र छ। यहाँ चाहिँ हाम्रा मान्छे छन् पुरा समुद्रमा पुरा लागि आइसकेका छन्। हामी चाहिँ पुगिसके अहिले समुद्र जान्छौँ। उतातिर पुरा पब्लिक देख्न सक्नुहुन्छ, कति धेरै पब्लिक छन् होइन, इन्जोय गर्नको लागि आएको छन्। हामी पनि पुगिसकेका छौँ। केही दिनपछि चाहिँ अब केही दिनपछि फोटो भिडियो गर्नेछौँ र तपाईँहरूले पनि ब्लगलाई थम्बनेल हेरेर साथ दिनुहोला। कस्तो लाग्छ पुरा यो देख्न सक्नुहुन्छ, पुरा पब्लिक। यिनीहरू आइरहेछन्, उता मम्मी बहिनी मेरो बुढी तिनीहरू। यहाँ हेर त, गाइस यहाँ देख्नु पुरा आज यो चाहिँ पुरा हिजो अस्ति पानी परिरहेको थियो, त्यसैले पुरा कचरा जम्मा भएको छ। त्यही कचरा साफ गर्नको लागि डोजर पनि लागिरहेको छ। उता सायद केही सुनहरू देखिरहेछन् कि के हो, सुनहरू खोजिरहेछन् कि के हो जस्तो लागिरहेछ। यहाँ तक